हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। आशा छ हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म चाहिँ आज एका बिहानै उठेर झाडु पोछा लगाएर नुहाइधुवाइ गरेर नास्ता बनाउन थालेकी छु। नास्तामा चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ रोटी, अनि रोटीको साथमा खाने चाउचाउ अन्डाको भुजिया पनि मैले बनाएकी छु। अनि हामीहरू चाहिँ आज मेरो चेकअपको लागि बाहिर हस्पिटल जानु छ नि त, त्यही भएर चाहिँ आज छिटो मैले काम भ्याउन कोसिस गरेर काम भ्याइसक्यो। अनि हजुरले देख्न सक्नुहुनेछ हामीले नास्ता खाइसकेपछि रेडी भएर हस्पिटलतिर लागिसक्यौँ। हजुरले देख्न सक्नुहुनेछ हामी चाहिँ बाटोमा कुदिरहेको छौँ स्कुटीमा। अनि गाइज हजुरले देख्न सक्नुहुनेछ एउटा कुरा चाहिँ मलाई भन्न मन लाग्यो, यो चाहिँ हाइवे बाट चाहिँ दार्जिलिङ पनि जान सकिन्छ। यो चाहिँ मेन हाइवे हो दार्जिलिङ जानको लागि। अनि हामी चाहिँ आज बीएच हस्पिटल जाँदैछौँ साथीहरू, बीएच आर्मी सरकारी हस्पिटल जाँदैछौँ। हजुरले देख्न सक्नुहुनेछ मेरो छोरा क्या खुसी हुँदैछ। उसलाई त स्कुटीमा हिँड्न पाए, गाडीमा हिँड्न पाए एकदम खुसी, त्यही भएर हाई भन्दैछन्। फाइनली साथीहरू हामी चाहिँ बीएच हस्पिटल मेन गेटबाट भित्र प्रवेश गऱ्यौँ। तर साथीहरू मैले सोचेको जति भिडियो बनाएर हजुरहरूलाई देखाउन सक्दैन होला, र सायद किनभने चाहिँ यो फौजी एरिया हो, फौजी एरिया हुनाको कारणले गर्दा चाहिँ भिडियो बनाउन यहाँ चाहिँ अलाउड छैन। त्यसैले ती कुराहरू ध्यानमा राख्दै मैले भिडियोहरू बनाएकी छु। बाँकी भिडियोहरू हेर्दै गर्नु है। हजुरहरूले देख्न सक्नुहुनेछ साथीहरू कति राम्रो वातावरण छ यहाँ। हजुरहरूले कतै पनि कागजको टुक्रा पनि देख्न सक्नुहुन्न। हजुरले देखिरहनु भएको छ होला, किनभने यति राम्रो यति क्लिन छ नि, आनन्द लाग्ने कि। अनि फाइनली गाइज हामी चाहिँ बीएच हस्पिटल आइपुग्यौँ। हजुरले देख्न सक्नुहुनेछ कति ठुलो हस्पिटल हो। यहाँ चाहिँ स्कुटी पार्किङ हुँदैछ। एक हातले चाहिँ हेलमेट निकाल्न सकेन, त्यही भएर बुढोले हेल्प गर्दै हुनुहुन्छ हेलमेट निकाल्न। अनि हामी चाहिँ भित्र हस्पिटलतिर लाग्यौँ। चाहिँ अहिले वेटिङ हलमा आफ्नो नाम कति बेला आउँछ र डाक्टरले देखाउने भनेर कुरेर बसेको छौँ। बाबु चाहिँ बोर भएको छ। उहाँ चाहिँ आउँदै गरेको सचिना बहिनी हो, उहाँले गर्दा हामीलाई एकदम सजिलो भयो। अनि हेर्नु न साथीहरू, हामीले भोक लागेर नास्ता खाँदैछौँ। हामीले कामसाम सबै भ्याइसक्यो हस्पिटलको। अनि नास्ता खाने क्रममा चाहिँ यसो माथितिर हेरेको त कति ठुलो फ्यान, फोटो फेरि फ्यानको नि भिडियो गरिहालेँ, हजुरले देख्न सक्नुहुन्छ। अनि साथीहरू हामी चाहिँ अघि मैले देखाएको बहिनीको घर खाना खान गयौँ। उहाँ चाहिँ बहिनीले हामीलाई खाना बनाइदिएर राखिदिनु भएको हुन्छ। बिचरा बहिनी हस्पिटल पनि आउनुभयो, हस्पिटल काम पनि हामीलाई सघाएर फेरि घर कति छिटो खाना बनाइसक्नु भएछ। हेर्नु न साथीहरू कति माया गर्नुहुन्छ कि हामीलाई। हामी यहाँभन्दा पहिले सिलङमा पनि साथमै बसेको। अनि फाइनली अब हामी चाहिँ घर जाने टाइम भयो, त्यही भएर हामी चाहिँ फाइनली आजको हस्पिटलको काम भ्याएर हामी चाहिँ घरतिर लाग्यौँ। अनि कस्तो लाग्यो हजुरहरूलाई मेरो आजको ब्लग? एकचोटि लाइक कमेन्ट सेयर गरी मलाई साथ दिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।